back to Muna vlog. Madam ढिला भइसक्यो. First time टाइममै उडाउन लाग्यो जस्तो लाग्यो. हो बुक गरेर आको के यस्तो कुदर यही आएको सर्प यहाँ यही सर्प हो के झुन्डेको कसरी झुन्डारे भन्न त कहाँनिर टाउको चाहिँ माथि राखेको पुछे जस्तरी हल्लिराखेको म त के हल्लिन्छु भनेर कपडा हल्लियो अघि भनेको त त्यो सर्पहरू उहाँबाट आयो कसम गुगिरा चाकमा ठुङ्यो भने त गयो त नि वेलकम ब्याक टु मुना ब्लग अनि आज चाहिँ हामी कहाँ जाँदैछौँ छ तपाईँ नि नेपालगञ्ज त भाग्दै भाग्दै थियो पनि म काभ्रेदेखि यस्तो फास्ट आएको कि यहाँ बस्दा बस्दा यस्तो ढेलै दुखेर ढेल दुखेर हेरेर गाइस ढेल 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 त्यही माथि होइन मैले यसलाई हिजै नै आइज भनेको थिएँ कि होइन अनि हिजै आइज पनि ढिला हुन्छ भने स्योर थियो किनकि हाम्रो 12:12को फ्लाइट थियो अनि यहीँ 11:30 भइसक्यो अहिले होइन अनि छिटो आइज हामी भनेर हिजै भनेको दिदी आउँदैछु आउँछु म एकछिनमा भरे आउँछु क्या भरे अरे सुतेर बसेर भरे आउँछ अरे म्याडमजी त्यहाँ हेर्नु म्याडमजीको चटकमा चाहिँ आज ढिला भयो भोलि आउँछु भने उसको भ्यासलिन लाउने तरिका चाहिँ फेरि खतरा छ नि थुक लगाएर हामी चाहिँ भर्खर डोमेस्टिक यहाँ ढिला भएर यहाँ अहिले फ्लाइट भइसकेको छ यहाँनिर अरूभन्दा उड्यो भने छैन यहाँ 12 बजेर 12 मिनटको फ्लाइटमा यहाँ हेर्नु यसले गरेर ढिला भएको यसले गरेर यहाँ आज कस्तो मेरो लिपस्टिक नै मन परिरहेको छैन क्या लाइक कालो कालो देखिरहेको छ छ्या आज मेरो लिपस्टिक कस्तो कालो देखाएन कुकुरको ऊ जस्तो होइन होला कस्तो टल्केको फेरि म चाहिँ जुम 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 ल बाई म्याडम ढिला भइसक्यो पहिला सुरु हेर यस्तो खालको म्याडम छ होइन टिकटकर भइसकेपछि यो म्याडमको टिकटक बनाउनु पऱ्यो हेर्नु त गाइज अब के होला त ढिला भएर गाइज मैले इभन कानमा लाउने झुम्कासम्म लाउनु बिर्सेछु क्या लाइक यतिसम्म ढिला गरेको यसले गरेर तर अहिलेसम्म उडेको चाहिँ होइन रहेछ गाइज हामी अमेरिका जान लाग्यो दाइले नआउनु ल फर्स्ट टाइम श्री एयरलाइन्सको चाहिँ टाइममा उड्दैछौँ हामी नेपालगञ्ज आज चाहिँ श्री आज टाइममा उड्दैछौँ हामी फर्स्ट टाइम श्री एयरलाइन्सको त्यही पनि लन्डन हेर्नु न उसको अमेरिका रे हो म्याडमको त अमेरिका जानु लाग्यो आज केही लन्डनबाट आएर फेरि अमेरिका जान लाग्यो गाइज यसको कुरा नपताउनु गाइस उल्लु बनाउँछ यसले फर्स्ट टाइममै उडाउनु लाग्यो जस्तो लाग्यो फर्स्ट टाइममै उडाउनु लाग्यो जस्तो लाग्यो अघिदेखि वेट मात्रै गराइरहेछ म्याडम क्या हो निन्दा लाग्यो रातभरि सुतेको थिएन झन् बसमा आउँदै सुतेर आउँछु भनेर झन् बसै आउन दिएन चाहिँ बाटो बनाउँदै रहेछ अनि त्यसै आउन दिएन कट्टो बुक गरेर आएको के यस्तो कुदर 2000 तिरेर आएको म काभ्रेदेखि बाफ्रे यस्तो कुदाएर लिएर आएको आमा लडाउँछ कि जस्तो लागिरहेको थियो तर लडाएन मेरो ढाड चाहिँ कालो भयो आज डे चाहिँ राम्रो छैन न गाइस जे जस्तो भयो नि तर वेट गराइरहेछ म्याडमजीलाई कस्तो फिल भइरहेछ म्याडम चाहिँ हामी चाहिँ भर्खरै नेपालगञ्जको एयरपोर्टमा ल्यान्ड भयौँ दाइले खोइ इन्ड्राइभ बोलाइदिएको छ भने चाहिँ दाइ बिजी हुनुहुन्छ अरे क्या अनि त्यही भएर इन्ड्राइभ बोलाइदिएको छ अरे अनि अब दाइलाई कल गर्छु अनि त्यसपछि नेपालगञ्जको एयरपोर्ट फाइनली वी रिच द नेपालगञ्ज होइन अनि बाहिर दाइले ड्राइभर बोलाएको त्यो पठाएको नम्बर फोन नलागेर दाइ आउँछु भन्नुभएको थियो दाइ फेरि उता बर्दिया बस्नु भएछ अरे अनि अब हामी नेपालगञ्जबाट सिधै बर्दिया जानु लागेको अनि हजुरलाई देखाउँछु तर गर्मी छ हो यतातिर त लास्टै उता काठमाडौँ भन्दा चाहिँ गर्मी नै रहेछ हौ यतातिर म्याडम हेर्नु न पछाडि
हामी चाहिँ भर्खर ब्याग निकालेर अब जाँदैछौँ। दाइले चाहिँ अलरेडी गाडी बुक गरिराख्नु भएको रहेछ नि त। अनि अब हामी गाडीमा भोक लागिरहेछ हो, स्पेसली सबभन्दा अगाडि चाहिँ अब खाएर निस्किने हो हामी होइन त। स्पेसल यहाँनिर त्यो उयो छ नि के अरे बिरयानी सप केही खाएको छैन त्यहाँ एकछिन लगिदिनु ल। यता कता त्यहाँ एकदम फेमस छ नि, दाइले लानु भएको थियो कि मलाई पहिला। जस्ट लिएर गाडीमै खाँदै जाँदा पनि हुन्छ होला नि होइन। आइज फुच्चु तर गर्मी रहेछ यार यहाँ त। ओ म्याडम आफ्नै धन्यवाद छ। लेट्स गो म्याडम। एयरपोर्टबाट निस्केर हामी चाहिँ अब बर्दिया जाँदै हौँ, किनकि भने आज नेपालगञ्ज नबस्ने भयो किनकि दाइ भाउजू सबैजना उतै घरमै हुनुहुन्छ अरे कि। अनि अब भोलि मात्रै आउने भन्नुभयो। अनि अब ठिकै छ भनेर हामी पनि जाँदैछौँ। अनि भोक लागिरहेको छ, स्पेसली फिलिङ भेरी हङ्ग्री। अब त्यहाँनिर दाइलाई एक ठाउँमा रोक्नु लगाएको छ। अनि त्यहाँनिर गएर केही बिरयानी खानु लागिरहेको छ क्या, खाएर अनि निस्किन्छौँ। यसले गरेर हो क्या यो, यसले गरेर अनि हामी चाहिँ बिरयानी खानालाई यहाँ पुरानो मुस्लिम बिरयानी पसल, किनकि बिरयानी मुस्लिमहरूको ठाउँमा मिठो हुन्छ नि त। अनि बिरयानी खान आएको, बिरयानी ल्याएर हामीले गाडीमै खाएको क्या। खाँदैछु क्या म चाहिँ। मैले चाहिँ खाइसकेँ। यसले अघि के पानीले हात धुनु खोजेको होइन, पानी सबै आफ्नै मुखमा परिदिरहेको क्या। अनि पसिना आज चाहिँ देखेर क्या। यहाँनिरको तपाईँहरूलाई म मौसम देखाउँछु ल, कति गर्मी छ हौ। यहाँको घर हेर्नु न। ए त्यो झोला मेरो दिदी गाइज, मेरो ठुलमम्मीको छोरी दिदी गाइज। कस्तो फोन पनि नगरिकन अञ्जन दाइले भनेर र भन्नु त भनेको थियो मुना आउनु ला भनेर, तर अहिले के भने फेरि अघि आउनुलाई यहाँनिर हो। अघि आइपुगेको मैले दाइलाई कल गरेको, दाइ त यहीँ थियो भन्दै थियो त। अञ्जन दाइ खै काममा आएको थियो नि, यस्तो गर्मी छ गाइज यहाँ, यस्तो गर्मी छ। यो घर पुरानो हो क्या, हामी ठुलमम्मी सानो सानो हुँदाखेरि यहाँ हेर्नु न। ए हेर ल ल जाऊ बस, मलाई कोतार्यो। के गर्दैन यसले। यिनी चाहिँ मेरो दाइ हुन्। केटा हो कि केटी हो? यो कपाल के हो दाइको यस्तो? हजुर हामी चाहिँ आइपुगे, हामी चाहिँ ठ्याक्कै ठुलमम्मीको घरमा आइपुग्यो हो। तपाईँहरूलाई मेन रिजन थाहा छ गाइस, म यो बर्दियामा कहिले आउनु खोज्दिनँ क्या। किनकि भने चाहिँ यहाँनिर सर्प, आई हेट सर्प र म सबभन्दा लाइफमा डराउने भनेको सर्पदेखि चाहिँ लास्ट डराउँछु क्या। अनि यहाँनिर चाहिँ अस्ति मलाई दाइले भिडियो पठाएको थियो, अनि दिदीले के भन्दै हुनुहुन्छ नि, यहाँ तपाईँहरूलाई म सर्प देखाउँछु ल, कसरी आउँछ यहाँ सर्प पाउने। ल हेर्नु यहाँ सर्प, यो कहिले आएर दि पोहोर साल हो असारमा हो यस्तो सर्प आउँछ क्या यहाँनिर। यहीँ घरमा टबै आँखा टाउ हेर यहाँ सर्प रेजु, हेर यहाँ यहीँ आएको सर्प। यहाँ यही सर्प हो कि झुन्डेको कसरी झुन्डाएर भन्नु त कहाँ नि टाउको चाहिँ माथि राखेको पुछेर यसरी हल्लिराखेको, म त के हल्लिन्छु भनेर कपडा हल्लियो अघि भनेको त त्यो सर्पहरू उहाँबाट आएँ है। अनि त्यसपछि अनि बाबु हेर्दा त्यो हेर्केर अनि बाबुले भने मम्मी सर्प भनेर चिच्चा कहाँ भनेको त त्यो झुन्डेको सर्प त बाहिरबाट होइन त्यो त देखेँ हो पहिल्यै सर्प भने मेरो दिमागमै नभएको क्या, यसरी यसरी मात्रै हल्लिराखेको क्या, पुच्छर मात्रै पुच्छर हल्लिराखेको के चाहिँ रहेछ भने अनि वास्तै गरेर उता उता गएँ। पछि त नारायो त्यो मम्मी सर्प भने बाबु चिच्चा हेर्नु भन्छ। मेरो मेन रिजन भनेको यहाँ सर्प नै हो दिदी। म मान्छेको आवाज आएपछि चाहिँ निक्लिएर गर अनि उहाँ त त्यहाँ बसेको थियो, अनि त्यही हो क्या। अनि त्यो खिचेर पछि मान्छे
म यहाँ आउँदिनँ कि तपाईँहरू आइज भन्नुहुन्छ नि म त्यही भएर आउँदिनँ अहिले त्यो हग्दाखेरि मुद्दाखेरि त्यो पछाडि यस्तो गरेर पछाडि चाकमा हानिदियो भने त नि गयो नि अनि कसम गु हगिराबाट चाकमा ठुङ्यो भने त गयो त नि कसम गु हगिराबाट चाकमा ठुङ्यो भने त गयो त नि त्यही भएर म आउँदिनँ नि म यहाँ डराउँछु मलाई त डर लाग्छ क्या ए मम्मी आउँदाखेरि बहुत पहिला हामी सानो हुँदाखेरि त खटियामा यसरी बस्दै रे खटिया झुलभित्र यसरी खाटमा यसरी कोब्राले आऊ आऊ तिमी आऊ हौ भने जस्तो गरेर बस्दै रे क्या मम्मीले सुनाउँथ्यो पहिला म बहुत पहिला म होइन स्कुल कतिसम्म म 5 मा हो कि 4 मा पढ्दाखेरि आएको थिएँ नि म 5-4 क्लास पढ्दाखेरि दाइ म मेरो छ्यामाको छोरी आएको थियो हामी 3 जना आएको थियो होइन दाइ चाहिँ बस्नु नसकेर त्यो खसी काटेको देखेर गइहाल्यो किनकि हामी यस्तो गाउँघरमा पलेको होइन नि त जे जस्तो नि काठमाडौँमै जन्म्यो त्यहीँ हुर्क्यो होइन त दि अनि भरे लास्टमा दाइहरू त पानी परिरहेछ सर्प हातमा बोकेर यस्तो गरेर झुन्डल ल्याउँछ हामीहरूको साथमा गएर कहाँ के गर्ने भने यो घर त अहिले बनेको क्या लाइक यस्तो खालको त घर अहिले भर्खर बनेको क्या पहिला यहाँ काठको थियो कि हामी मेरो ठुल्बा चाहिँ इन्डियन आर्मी हो नि त काठको बनाएको थियो क्या के अरे काठ रे इट्टा त्यो इट्टाको थियो अनि त्यो सिमेन्ट यस्तो चाहिँ सिमेन्ट गरेको थिएन नि त कोप्चाभित्र सर्प यसरी बस्थ्यो क्या यसरी यो पछाडि टोयलेट त थियो टोयलेट कस्तो खालको टोयलेट थाहा छ गाइजहरू प्लास्टिकले बेरेको टोयलेट अनि खेत प्लास्टिकले बेरेको त्यो टोयलेटमा म कहिले जति दिन बसेँ त्यो हग्नु गु त्यहाँनिर कहिले नि हगिनु होला डरले पनि म हग्दैन थियो कि यस्तो डर लाग्थ्यो कि हग्दैन नि थियो मुत्दाखेरि त मैले एलिना र ठुलमम्मीलाई राख्थेँ अनि त्यसपछि म गर्थेँ कि अनि कति चिजहरू मेमोरीहरू छ क्या अब ठुलमम्मी त बितेर जानुभयो तर त्यही पनि मलाई ठुलमम्मीसँगको हरेक चिजहरू याद छ क्या मेमोरी छ क्या अनि यो बाछाहरू त अझैसम्म पनि यहीँ छ नि त गोठी हो तर अलिकति उता थियो नि दिदी अनि यहाँनिर चाहिँ 2टा पुल थियो क्या माछाहरू पाल्थ्यो क्या होइन म त यहीँ बस्ने त्यो ढोक्सी के सर्प अनि त्यहाँ माथि झुन्डेर टाउको चाहिँ माथि राखेर पुच्छर चाहिँ यहाँ झुन्डेर यस्तो हल्लाएर बस्यो अरे अनि म त्यो बेला कस्तो म हार्ट एट्याकले मर्थ्यो होला त्यो कोब्रा होइन हो कोब्रा ढोका खुल्ला थियो अनि म चाहिँ उतैतिर थियो कि अनि के दिमागमा त त्यो छ कि फेरि देखिछु पनि त्यो सर्प भन्ने यादै भएन बस्दै गरेर त्यहाँ बसिरहे बाबाहरू त मम्मी सर्प भन्छ कि देख्ने उसले देखिहालेछ अन्त कहाँ भनेको तँ भन्छ क्या कसरी बसेर होइन त्यहाँ माथि चाहिँ टाउको राखेर यहाँ चाहिँ पुछेर कसरी चाहिँ झुन्ड्यो होला त्यहाँभित्र त्यही सोचिरहेको छु क्या म अनि त्यसपछि मान्छेको आवाज सुनेर अनि तल झरेर नि त्यहाँभित्र गयो अनि त्यहाँ माथि चाहिँ कसरी चढ्यो म त्यो पो अचम्म लागिरहेछ कहाँबाट छिर्यो कि त्यो यहाँ छिर्ने ठाउँ छ त अन्त त्यही भएर म आउँदिनँ कि बर्दियातिर यो दिदीहरूले आइज भन्छ नि सधैँभरि एकै ठाउँमा बस्छ भने सर्प नि सर्प हेट उयो यो झन् यो गाई गोठ छ यहाँ हेर्नु त्यस्तो गोठभित्र बसिरहेको हुन्छ यहाँभित्र यस्तोतिर छैन है गाईकोले त सर्पले त गाईको वस्तुलाई पनि त खान्छ के अरे खै त केही गरे हैन हो नुहाउँदाखेरि मलाई मान्छे त्यहाँ झपक्क चाहिन्छ 3-4 जना चाहिन्छ अनि मात्रै म नुहाउँछु यहाँनिर नि अस्ति नै नि नानीलाई राख्थेँ यहाँ बस्यो फुची काहीँ नहल्ली म नुहाउँछु भन्थ्यो अनि ऊ फेरि सँगसँगै नुहाउँछ मसँगै नुहाउँछ क्या यहीँ बस नहल्ली नि फेरि कतै नजा भन्नुपर्छ नि त्यहीँ छेउमै उभिएर नुहाउँछ फेरि ऊ चाहिँ फेरि कान्छी चाहिँ भोलि चाहिँ अब म हजुरहरूलाई पास्नीमा गएर त्यहाँको भिडियोहरू तपाईँहरूलाई देखाउँछु के गर्छौँ यतातिरको रीति कस्तो हुन्छ भनेर त्यो देखाउने छु अनि थ्याङ्क यू फर वाचिङ बाई बाई लाइक कमेन्ट सेयर सब्सक्राइब चाहिँ प्लिज गरिदिनु होला नबिर्सिकन बाई बाई